गैंडवा गाउँपालिकावासीहरूमा छठी मैयाले सम्पूर्णको मनोकांक्षा पूरा गरून् शुभकामना व्यक्त गर्न चाहन्छु। र आज 2082 सालको प्रत्येक वर्ष छठ पर्व मनाउँदै गर्दा यस वर्ष पनि सूर्यपुराको गैंडवा गाउँपालिकाको वडा नम्बर 6 मा रहेको सन्तेश्वर घाटमा छठ पर्व धुमधामका साथ मनाउँदैछौँ। यस अवसरमा सम्पूर्ण हाम्रो यो छठ पर्वलाई अवलोकन गर्न करिब यहाँ थुप्रै दर्शनार्थीहरू आउनु भएको छ। नजिकका जिल्लाहरूबाट, नजिकका पालिकाहरूबाट यस छठ पर्वको अवलोकन गर्नुभएको छ। र यो मधेसमा छठ पर्वले, छठी मैयाले एउटा नयाँ विश्वास र आस्थाको रूपमा यस पर्व मनाउँदै भव्य रूपमा मनाउँदै आइरहेको छ। त्यसै अनुरूप यस ठाउँमा पनि हरेक वर्ष अझै भिन्नै प्रकारको, अझै नयाँ प्रकारका छठ पर्वको रौनक ल्याउँदै यहाँ सन्तेश्वर घाटमा सनातन परिवारले मनाउँदै आइरहेको छ। यसको आयोजक सनातन परिवारले गरिरहेको छ भने यसलाई व्यवस्थित गर्न गाउँपालिकाले स्थानीय प्रहरी प्रशासन पनि व्यापक रूपमा लागिरहेको छ। यसकारण छठी मैयाले यो कार्यक्रमले एउटा नयाँ जोस जाँगर गरेको छ र यो एउटा धार्मिक कार्यक्रम नभइकन पनि गैंडवा गाउँपालिकाको पर्यटन प्रवर्धनका लागि, जस्तै यहाँ हेर्न सक्नुहुन्छ सन्तेश्वर घाट, सन्तेश्वर मन्दिर रहेको छ, यशोधरा पार्क निर्माणमा छ। यसले एउटा पर्यटनको रूपमा पनि नयाँ आर्थिक क्रान्ति गर्ने मनोइच्छा हामीले लिएका छौँ। तसअनुरूप यो आज हेर्न सकिन्छ भव्य र सभ्यका रूपमा गैंडवाको छठ घाटमा आज थुप्रै दर्शनार्थीहरू, भक्तजनहरूले पूजा अर्चना गरिरहनु भएको छ। यो पूजा अर्चना गर्ने कार्यक्रम प्रापूर्व कालमा राम र सीता माता जब 14 वर्ष वनवास जानुभयो, त्यसपछि उहाँहरू अयोध्यामा फर्सिसकेपछि एउटा ऋषि महानुभावले उहाँहरूलाई रावणको मृत्युको दोष नलागोस् भनेर छठी मैयाको पूजा गर्नुपर्नेछ भन्ने अनुसार राम र सीता मैयाले छठी माताको पूजा अर्पण गर्नुभयो। र यसको विशेष पर्व छठी मैयाको दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र अर्को दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर माताको भव्य रूपमा यो पर्वलाई मनाइन्छ। जो भक्तजनहरू हुन्छ उहाँहरूले पूजा गर्दा अन्न जल पनि नखाइकन एकैचोटि यो अर्को दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्रै भोजनहरू गर्ने कार्यक्रम छ। एउटा भक्तिको रूपमा, आस्थाको रूपमा यसलाई, यो पर्वलाई, छठी मैयालाई लिएको छ। र विशेष गरी सम्पूर्ण गैंडवा गाउँपालिकावासीहरू, यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू, भक्तजनहरू, श्रद्धालु भक्तजनहरूलाई छठी मैयाले यहाँहरूको मनोकांक्षा पुरा गर्नुहुनेछ भन्ने शुभेच्छा व्यक्त गर्दै मेरा भनाइ पनि यही अन्त्य गर्छु। हस्त, धन्यवाद। नमस्कार। आज नेपालीहरूको विशेष दिन छठ पर्वको उल्लासमा छौँ हामी। अहिले यति बेला हामी गैंडवा गाउँपालिकाको वडा नम्बर 6 सन्तेश्वर घाटमा छौँ, नदी किनारमा। तराईका अन्य जिल्लामा जस्तै हाम्रो गाउँपालिकामा पनि छठ पर्व भव्य रूपमा मनाइँदैछ। व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ सुरु गरिरहनु भएको छ। यसको हाम्रो यहाँ लगायत गाउँपालिकाका सबै वडाका नदी, तलाउ, पोखरीहरूमा यसरी पूजाआजा भइरहेको छ। यो सम्पूर्णको लागि हामीले गाउँपालिकाको तर्फबाट सम्पूर्ण कर्मचारीहरू, यहाँका सुरक्षा निकायहरू, स्वास्थ्यकर्मीहरू सबैलाई परिचालन गरेर व्यवस्थापन गरेका छौँ। र यो छठले सबै हाम्रो सनातनी धर्मावलम्बीहरूको इच्छा पुरा गर्ने र आन्तरिक पर्यटनलाई समेत प्रवर्धन गर्नेछ। यसको लागि हामीहरूले सम्पूर्ण तरिकाले सहयोग र व्यवस्थापन मिलाएका छौँ र यस्तो महत्त्वपूर्ण धार्मिक पर्वलाई अझै बढी प्रचार प्रसार गरेर अझै बढी संयमताका साथ, महत्त्वका साथ मनाउँदै जानुपर्छ। यो पावन अवसरमा सम्पूर्ण सनातन धर्मावलम्बीहरू, सम्पूर्ण भक्तजनहरूलाई
गाउँपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै शुभकामना छ, मङ्गलमय शुभकामना छ। सम्पूर्ण मनोकांक्षा पुरा हो, यो गाउँपालिकाको समृद्धि होस्, यहाँका जनताको समृद्धि होस् भन्न चाहन्छु। बिहानमा आउँदाखेरि बिहान बढी हुन्छ, बिहानमा लगभग 20 बढी हुन्छ, 20 बढी। यो छठ प्रमुख रूपमा हामी 3 दिन मनाउँछौँ। अब आज चाहिँ छठी पूजा, एक दिन अगाडि तपाईँको 2 दिन अगाडि नहाए खाए, अनि दोस्रो दिन मलाई अलि त्यो सम्झना भएन। आज छठी पूजा अहिले हामी 5:50 सूर्य भगवानलाई अन्तिम अर्घ दिएर चाहिँ राति जागराम हुने गरी यो रातभरि हामी चाहिँ यो छठ मैयाको चाहिँ आह्वान गर्छौँ। भोलि फेरि प्रातःकाल सूर्य भगवानको चाहिँ उदाउने बेलामा 5:50 उहाँलाई चाहिँ अर्घ दिएर यो चाहिँ छठ पर्वको चाहिँ विसर्जन हुन्छ। यसमा हामी आफ्नो क्षमताले भ्याएअनुसार यसमा कोसा चाहिँ दुधको कोसा चाहिँ भर्ने नयाँ चाहिँ श्रद्धालुहरू भक्तहरूले चाहिँ नयाँ कोसा चाहिँ भर्ने काम हुन्छ। दुधको कोसा भर्ने नयाँ चाहिँ यो छठी मैयाको आयोजना गर्ने चाहिँ भक्तजालु पुरा आफ्ना उत्सवका साथ नाताबाता अरू सबलाई चाहिँ आह्वान गर्नुहुन्छ। दोष आफ्नो नाताबाता सबलाई सम्पूर्णलाई चाहिँ आह्वान गरेर चाहिँ यो भव्यताका रूपमा एकदम हाम्रो हिन्दू परम्परामा यो पर्व भनेको एकदम महात्म्य बहुत ठुलो पर्व। हामी अहिले बिस्तारै यसको चाहिँ हाम्रो चाहिँ यो प्रदेश अन्य प्रदेशमा पनि हामी पुरै नेपालभरि लगभग यसको विस्तार भइरहेछ। भविष्यमा यसले अझ धेरै चाहिँ श्रद्धाले चाहिँ मान्छेहरू यसमा चाहिँ पूजा गर्न चाहिँ लाग्नेछ। स्वागत गर्न चाहन्छु। यो छठ पूजा विशेष गरी आस्थाको एउटा महापर्व हो, हिन्दूहरूको आस्थाको महापर्व हो। विशेष गरेर यो पर्व हिन्दूहरूको एकदम महान पर्व हो। यो पर्वमा हाम्रो महिला आमाले मनाउने पर्व हो। यो पर्व विशेष के को लागि मनाइन्छ भने विशेष गरेर सन्तान प्राप्तिको लागि, घरमा सुख शान्ति समृद्धिको लागि यो पर्व मनाइन्छ। यो पर्वको धेरै विशेषताहरू छन् जुन भनेर साध्य छैन। यो छठ पूजा सुरु हुने बित्तिकै मान्छेहरूको भिडभाड, मान्छेहरूको चहल पहल, घरको एउटा जुन खुसी हुन्छ त्यो अर्कै हुन्छ। त्यस कारणले यो छठ पूजाको विशेषता एकदम धेरै छ। र यो छठ पूजा विशेष गरेर अहिले तराईमा मनाइन्थ्यो भने अहिले पुरा नेपालभरि, नेपाल अधिराजभरि नै यो छठ पूजा मनाइने गरिन्छ। सुरुमा छठको एक दिन पहिला छठी मातालाई केराको पातमा विभिन्न पकवानहरू पकाएर, ठेकुवाहरू भयो, खिरहरू भयो, त्यो पकाएर छठ मातालाई निम्तो दिन्छ। छठ माता आउनुहोस्, हाम्रो घरमा आएर हाम्रो घरलाई सुख समृद्धि बनाउनुहोस्, हाम्रो घरमा सन्तान प्राप्ति गराउनुहोस्, हाम्रो घरलाई सुखी बनाउनुहोस् भनेर एक दिन पहिला छठी मातालाई निम्तो गरिन्छ। त्यसको दोस्रो दिन साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने चलन छ, जसमा हाम्रो महिला
बहिनीहरू आमाहरू आएर नदीमा घन्टौँसम्म नदीमा त्यो सामानहरू लिएर फलफुलहरू लिएर त्यो बनाएको पकवानहरू लिएर त्यो छठी मातालाई बोलाउनुहुन्छ। उहाँको छठी माताको कृपा होस् भनेर उहाँहरू नदीमा बस्नुहुन्छ। चिसो मौसम हुन्छ त्यही पनि उहाँहरूले त्यो माताको आशीर्वाद हुन्छ, त्यो माताको जुन शक्ति हुन्छ त्यो शक्तिले उहाँहरू बस्नुहुन्छ। र भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर यो पर्व समाप्त हुन्छ। त्यो सूर्य उदाएपछि लगभग यो पर्व समाप्त हुन्छ। यो बिचमा धेरै कुराहरू हुन्छ। एउटा घरमा विवाह भए जस्तै यो परम्परा जब एउटा विवाहमा जति खर्चहरू हुन्छ, जति मान्छेहरूको आवाज जावत हुन्छ, जति मेहनत गर्नुपर्छ, यो छठ जसको घरमा छठ हुन्छ त्यसको घरमा पनि त्यस्तै चहलपहल हुन्छ। त्यसको घरमा सुख शान्ति समृद्धि होस् भनेर सबै परिवारहरूले आफ्नो ठाउँबाट एकदम श्रद्धाले एकदम भक्तिभावले सबै साफ सुग्घर भएर विभिन्न राम्रो राम्रो पकवानहरू बनाएर आफ्ना आमन्त्रितहरूलाई बोलाएर छठी मातालाई आमन्त्रित गरेर एकदम श्रद्धापूर्वक यो पूजा सम्पन्न गरिन्छ। त्यसकारण यसको विशेषता मैले भनेर मात्रै साध्य छैन, यसको धेरै विशेषताहरू छन्। मैले थोरै भने होला। र यहाँ आउने भक्तजनहरूलाई म एकदमै हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु, किनभने यो सूर्यपुरा छठ घाट पहिलाको तुलनामा विगत 10 वर्षदेखि नै एकदम भव्य र सबै तरिकाले यहाँ छठ पूजा मनाइन्छ। सुरुमा 2 सालले सुरु गर्नुभयो र त्यो देखेर यहाँका सनातनी परिवारले यसले व्यवस्थापन गर्नुपर्छ, यो हाम्रो आस्थाको महापर्व हो भनेर व्यवस्थापन गर्दै जाँदा अहिले तपाईँहरूको ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ। अहिलेको अवस्थामा लगभग 30-30 हजारजना श्रद्धालुहरू भक्तजनहरू र लगभग 800 भन्दा प्लस वेदी बनेको छ, जसमा एउटा वेदीलाई लिएर कम्तीमा पनि 20 जना श्रद्धालुहरू आउनुहुन्छ। त्यस कारणले पनि भिडभाड धेरै हुन्छ र भिडभाड भएसँगै हामीले व्यवस्थापन पनि एकदम पूर्ण रूपमा गरिसकेको छौँ। तपाईँको पार्किङ होस्, पार्किङ यहाँ तपाईँको स्वास्थ्य प्राथमिक उपचारको व्यवस्था छ, महिलाहरूको लागि शौचालयको व्यवस्था छ। जुन तरिकाबाट हामीले सुरक्षा दिन सकिन्छ। विगतमा घटनाहरू भयो, 2-3 जनाको निधन पनि भयो, त्यो एकदमै दुःखद घटना थियो। त्यसलाई मध्यनजर गरेर हामीले बाहिर ठाउँहरूमा तारबार गरेर त्यो बाहिर ठाउँमा बच्चाहरूलाई त्यो बाहिर ठाउँबाट बचाउनको लागि हाम्रो स्वयंसेवक भाइहरू पनि खट्नु भएको छ। तपाईँहरू यो भिडमा देख्न सक्नुहुन्छ, हाम्रो 4-5 जना ग्रुप बनाएर केटाहरू घुमिरहेको भएको छ, भाइहरू घुमिरहेको छ। कसैले पनि यस्तो दुर्व्यवहार नगरोस्, कसैको पनि झन्झटको क्षति नहोस् भनेर एकदम पूर्णतः हामी तयार भएर खटेको छौँ। र आज साँझ भइसकेको छ। अब भोलि बिहान उदाउँदै गरेको सूर्यसँगै यो पर्व समाप्त हुन्छ। यति नै छ। विशेषताहरू अझै पनि धेरै छन्, तर मैले भनेको विशेषताहरू मुख्य हुन्।